लगायत नयाँ शक्ति अग्रपन्थीको रासपा छ र रासपालाई नि मोटामोटी सपोर्ट चाहिँ होला होस् पनि। तर भोलि गएर अर्कोचोटि प्लेनमा आउँदाखेरि तपाईँ योभन्दा चाहिँ अलिक यो काम गर्नु भयो है उहाँले भन्ने खालको वातावरण बनियोस् न, बनाउनु पर्यो। मान्छेलाई आश देखाउनु भन्दा पनि गरेर चाहिएकै के हो किन यहाँ त आश देखाउनु धेरै भयो, आश देखाउन धेरै भयो, गर्ने मान्छे छैन। नीतिगत अप्ठ्यारो परेको को दोषी हुन् छुटिन्छ। अर्को अधिवेशनदेखि अर्को संसदको अधिवेशनदेखि यो कुरा हो भनेर समाधान हुनु फरक जान्छ। र जति धेरै तर्क गाँठा पराए पनि जे गरे पनि कोही जग्गामा बसिरहेको छ भने अर्को छ धनी पूजा छ भने त्यो धनी पूजा नच्यातिकन हुँदैन। त्यो धनी पूजा नै किनबेच भएको छ धनी पूजा नै हजुरबाको पालामा कसो कसो गरेर मिलाएर निकालेको धनी पूजा नातिका पालामा आउँदा 2 दिन बेला किनबेच भएको छ थाहा छैन। अब के हो त भन्ने प्रश्न आउँछन् क्या। कसैले पित्तल भनेर कागजै दिएर सुन भनेर कागजै दिएर पित्तल दियो भने के गर्ने? ठगीको मुद्दा हाल्ने, त्यो सरकारी कागजात किर्तेको मुद्दा हाल्ने, पीडित हो भने त पीडित भनेर जानु पर्यो नि त राज्यसँग। तर त्यो धनी पूर्जा देखाएर कसका पालामा आएको धनी पूर्जा के गरेर निकालेको धनी पूर्जा देखाएर मान्छे बसिरहेको ठाउँमा आएर त्यो धनी पूर्जाका आधारमा जग्गा क्लेम चाहिँ हुँदैन, जग्गाको दाबी सिद्ध हुँदैन। अझ यो त दोहोरो स्वामित्वको दोहोरो स्वामित्व पनि छैन, खोला किनारा पनि होइन, सार्वजनिक जग्गा पनि होइन, तर पनि धनी पूर्जा दिँदैन। 3 चोटि त नापी पनि भयो नि त फेरि, पटक पटक हुन्छ। यो त 3 चोटि नापी भयो त अनि